तँलाई पिटम, गाला पड्काइदिउँ, गाला चड्काइदिउँ, गाला साला फुट्ने गरी झापड दिउँ। मेरो झापड खान्छस् है तैँले। एक झापड दिन्छु, दिमाग ठिक ठाउँमा आउँछ तेरो। यो लगायत यस्ता अन्य गालीहरू मलाई त आउँदा पनि आउँदैन, यहाँ लेखेर हेर्नु पर्यो, केटाकेटीले पठाएको क्या यस्तो यस्तो भनेछन् भनेर है। अनि यो गालीहरू खास किन गरे हामीले, झापड भनेर हुन्छ नि, त्यो गालीको गुण चाहिँ हेर त, झापड दिउँ। अझै एकजना हजुरबाले त आफ्नो बच्चा नाति नातिनालाई माया गरेर गाला पड्काइदिउँ, गाला पड्काइदिउँ भन्ने क्या, माया गरेर भनेको थियो, नराम्रो भने होइन। तर अरू त नराम्रो पनि भने होला, झापड दिन्छु, ढाँड भाँचिदिन्छु, डङ्की डङ्क कुट्छु आदि कुराहरू जुन भन्छौँ हामी, त्यो हामीले किन भनेको खास? त्यो के डरै देखाउनु भने हो कि पिट्न नै भने हो कि? त्यो शब्दको अर्थ तिमीलाई के, तिम्रो मनमा के छ, त्यो बच्चाको दिमागमा के हुन्छ, त्यो बच्चा कसरी हुर्किन्छ त त्यो शब्दहरू लिएर? त्यो नै पछि उसको सबकन्सियसमा ट्रिगर पोइन्ट बनेर बस्छ। जब जब उसले यस्तो कुराहरू सुन्छ, यस्तो शब्दहरू सुन्छ, ठुलो भइसकेपछि पनि त्यो सबै उसको गडिएर बसेको हुन्छ दिमागमा, सबकन्सियस भन्छ क्या त्यसलाई, अवचेतनमा। अनि त्यो सुन्ने बित्तिकै उसको फेरि रिस उठेर आउँछ, ऊ झगडालु हुन्छ। अनि उसले कति वर्षमा तिमीले यो गाला चड्काइदिउँ भनेर उसले सहेर सुनेर बस्छ। एक दिन त उसले पनि सिक्छ, उसले पनि त यही त सिकेको हुन्छ नि त। अनि हामीले यो गाला चड्काइदिउँ, पिटौँ, ढाँड बाँधिदिउँ, डङ्की डङ्क कुटौँको बाहेक अरू केही छैन, हामीलाई आउँदैन। यस्तो नै भनिराख्ने त हामी सधैँ हो, नभनौँ यस्तो है। अनि इन द मिन टाइम मैले थ्याङ्क यू पनि भन्ने बिर्सेको छु है। अनि यो 2 महिनामा यति धेरै सपोर्ट गरेर भिडियोहरू हेरेर आफ्नो बच्चाहरूको जीवन चेन्ज भयो भन्ने सम्पूर्ण आमाहरूलाई थ्याङ्क यू, हृदयदेखि नै आभार। अनि जो फलोवरहरू छन्, फलोवरहरूलाई पनि हृदयदेखि आभार। र नराम्रो भनेर जसलाई नराम्रो कमेन्ट भनिन्छ, त्यो कमेन्ट गर्नलाई पनि आफ्नो टाइम स्पेन्ड गर्ने, डाटा स्पेन्ड गर्ने, मोबाइलको त्यो शक्ति जुन लगाएर पनि नराम्रो कमेन्ट गरेका छन्, त्यो सबैजनालाई पनि आभार, थ्याङ्क यू भेरी मच। अब यो तँलाई गाला पड्काइदिउँ भन्ने कुरा, त्यसलाई झापड दिउँ भन्ने कुरा नभन्ने आमाहरूलाई पनि थ्याङ्क यू भेरी मच, नभनौँ न यस्तो है।